पहिला आइसक्यो भने के हो म त यता त म त यही चाहिँ भनेर चाहिँ थाहा नभए नि एकचोटि आउनुपर्छ फेरि यहीँ बस्ने टाल्दै क्या राति राति घुम्ने आइफोन ल्याउन चाहिँ पाएन अच्छा आइफोन ल्याउनु पायो भने त आज त गजब गजब नि तल दाइ हेर्नु त ल दाइ कस्तो छ ल दाइ हेर्नु त मदन दाइ हेलो हेलो गाइस हेलो अब हामी त खरे हो नि त अब त पानी पऱ्यो नि नो मतलब हाम्रो रञ्जित भाइलाई चाहिँ सेन्ड गरिदिइहाल्नु पर्यो रञ्जितलाई अब रिग्रेट भयो होला नि हो न बाइक निकाले भयो नि हो न रिग्रेट होला नि अब यी आइसकेको चाहिँ हामी आउने बेलाको ऊ त पल्लो बाटो अघि जाम भनेको मानेको भए त यतिखेर डुङ्गामा हुँदैन नि हो न अब रिग्रेट होला नि तँलाई पक्न पक यही हो यी महिना झर्ने तपाईँको त पुरा त्यस्तै त्यस्तै आइरह त्यो एकैछिन हुँ चलाइदिन्छ यो बिस्तारै तर लोड बढी भयो त यो छैन उतापट्टि चाहिँ कम भयो हो लाउनु त हजुर यो लोड चाहिन्छ चाहिन्छ हो दाइ मेरो यस्तो हामीलाई यहाँ भिडियो हान्नु त हाम्रो राइडर दाजु यहाँ हुनुहुन्छ लाउनु त यो तल छेउबाट हातमा दाइ राम्रो आउँछ म मलाई छ ल यसो हेर्दा देब्रे हातले हान्न मिल्दैन भान्जा यता हेर त म फोटो खिचिदिन्छु है कुलेखानीमा यहाँ अगाडि बाइक बिग्रेर यति ढिला भएको न त हामी कहाँ पुग्छ त्यो दाइ है तलतिर त पुरै बाइक पुगिसकेको छ तलै खेतमै त्यो अघि गएको बाइकहरू होला सायद कि हामी चितलाङ गएको अरे चितलाङ चन्द्रगिरीको तल खानकोट झर्ने बाटो